एकदमै इन्ट्रेस्टिङ कस्तो थियो भने अब यो अहिले चक्रको कुरामा पनि म गइरहँदा बुझेँ मेरो काहीँ न काहीँ अनाहत चक्रसँग चाहिँ त्यो सिचुएसनले चाहिँ मलाई डराइरहेको रहेछ। तर म लगभग 1 वर्षसम्म चाहिँ एकदम विदाउट एनी बिग इस्यु एनी बिग रिजन चाहिँ म रुन पुगेँ। जब मैले त्यो 1 वर्षपछि त्यो जार खोलेँ म आफै चकित भएँ कि मेरो जीवनमा यति धेरै कुरा पनि रहेछ जो मैले चाहिँ नि बिर्सिएर आफू एक्लै रोइरहेको। हेलो ब्युटिफुल सोल, हजुर सम्पूर्णलाई स्वागत गर्दछु। नमस्ते। आज हामी कुरा गर्न गइरहेका छौँ द पावर अफ ग्र्याटिट्युड, कृतज्ञताको शक्ति। र आज हामी कृतज्ञताको शक्तिको बारेमा किन कुरा गर्न गइरहेका छौँ भन्दा आकर्षकको सिद्धान्तमा चाहिँ यो अत्यन्तै जरुरत छ कि कृतज्ञताको शक्ति कति महत्त्व हुन्छ भनेर। सुन्दा सामान्य लाग्छ, थ्याङ्क यू, धन्यवाद, तर यसले हाम्रो जीवनमा ल्याउने परिवर्तन चमत्कारिक हुन्छ। हामीले पनि कोही व्यक्ति हाम्रो अगाडि आएर धन्यवाद, धन्य हो हजुर, हजुरको कृपाले, कति मजा लाग्छ यस्तो शब्दहरू सुन्दाखेरि। कुनै पनि काम कम्प्लिट हुनलाई यति सहज हुन्छ धन्यवाद भन्ने वर्डले भने यो शब्द यदि हामीलाई नै सिर्जना गर्ने, हामीलाई नै यो सृष्टिमा ल्याउने रचनाकारलाई हामीले दियौँ भने झन् कति खुसी मिल्छ होला मलाई। कति धेरै हामीले चाहिँ अझै हाम्रो जीवनमा रिजल्टहरू पाउँछौँ होला। अहिले धेरै मानिसहरू यो भागदौडको दुनियाँमा केही न केही निराशा हताशा बोकेर हिँडिरहेको अवस्थामा एउटा सानो धन्यवाद शब्दले सुकुन मिलेको पनि हामी देखिरहेका हुन्छौँ। र जब हामी कृतज्ञताको भावलाई हाम्रो जीवनमा इम्प्लिमेन्ट गर्न सुरु गर्छौँ त्यसले ल्याउने रिजल्ट चाहिँ साँच्चै मिराकल हुन्छ। भिडियोको अन्तिममा म एकदमै धेरै पावरफुल र एकदमै इम्पोर्टेन्ट टिप्स पनि यहाँहरूलाई सेयर गर्न गइरहेको छु, यसैले भिडियोको अन्तिमसम्म पनि रहनु होला। जस्तो मरुभूमिमा गएर हामीले कुनै पनि बिउ बिरुवा लगाएर त्यसको फल लिगाउँला भन्नु भनेको आफैमा मूर्खता हो। त्यसले हामीलाई आशा होइन निराशातिर धकल्छ। यस्तै यदि हामी हर हमेसा गुनासो, दुखी हुने, नकारात्मक कुराहरू मात्र सोच्ने हो भने हाम्रो मस्तिष्कले सकारात्मक कुरालाई कहिले पनि आकर्षण गर्न सक्दैन र सकारात्मक जीवनको त कल्पना पनि गर्न सकिँदैन। यसैले पनि हामी चाहिँ जहिले पनि हर कुरामा सकारात्मक हुन जरुरी छ, आफूले पाएको कुरामा चाहिँ कृतज्ञ हुन जरुरी छ। र यसै पनि हाम्रो मस्तिष्कले चाहिँ प्रायः जसो नकारात्मक कुरालाई नै फोकस गरिरहेको हुन्छ। जस्तो हामी कुनै पार्टी विवाह अथवा अकेजनमा गयौँ भने मानिलियो 7वटा परिकारहरू त्यहाँ तयारी गरिएको छ र एउटा परिकारमा अलि बढी नुन चर्को अथवा पिरो भयो भने हामी त्यो 6वटा परिकारको मिठासलाई बिर्सिएर खालि त्यो एउटा जसमा अलिकति बढी नुन चर्को थियो त्यसको चर्चा गर्छौँ। हामीसँग भएको राम्रो कुरा भन्दा हामी कहीँ न कहीँ नराम्रो कुरा बढी चर्चित खोजिरहेको हुन्छौँ, कहीँ न कहीँ नराम्रो कुरातिर बढी आकर्षित भइरहेको हुन्छौँ। चाहे हामी न्युज पेपरको हेडलाइन हेरौँ, नेगेटिभ हेडलाइन भयो भने त्यो धेरै भाइरल भएको देखिन्छ। न्युजहरू पनि इभन सामाजिक सञ्जालमा वेबसाइटहरूमा पनि नकारात्मक कुराको बढी चाहिँ नि बिगबिगी भइरहेको हुन्छ, भाइरल भएको हुन्छ राम्रो कुराहरू। खास भन्यो भने नराम्रो कुरा सोच्नको लागि चाहिँ नराम्रो कुरा हेर्नुपर्ने हुन्छ। राम्रो कुरा त अटोमेटिकली एक्जिस्ट छ यो दुनियाँमा। यो आकाशको छहारी, यो प्रकृति आमाको असीम प्रेम, यी बोट बिरुवाको अक्सिजन कसैले पनि हाम्रा निम्ति काम नगरेर बसेको छँदै छैन। हर कोही हर कुनै वस्तुले हाम्रो निम्ति काम गरिरहेको देखिन्छ। अहिले मेरो अगाडि जुन क्यामेराको स्ट्यान्ड, यो सबै हाम्रै निम्ति काम गरिरहेको छ। केही पाएको छैन, केही छैन जस्तो लाग्छ। जब ह्याप्स र ह्याप्स नटको लिस्ट बनाउने हो, भएका कुराहरू र नभएको कुरा पनि नभएका कुराहरूभन्दा भएका कुरा 10 गुणा ज्यादा छन्। एटलिस्ट यो सुन्दर संसारमा बाँच्न पाएका छौँ, सास फेर्न पाएका छौँ, हेर्न पाएका छौँ, बोल्न पाएका छौँ, हिँडडुल गर्न पाएका छौँ। अनि यो चाहिँ हाम्रो जीवनको उपहार होइन, त्यो पनि सिक्दै नपाएको उपहार। म त भन्छु भगवानले मौन रूपमा दिनुभएको सबैभन्दा ठुलो उपहार प्रत्येक दिनको बिहान हो। कतिजनाले त अर्को दिनको बिहान पनि देख्न नपाएर शरीर त्याग्नु भइसकेको हुन्छ। त्यसकारणले गर्दा यो अनुपम आशीर्वादलाई कसरी लिग्ने भन्ने कुरा चाहिँ धेरै म्याटर गर्ने रहेछ जीवनमा। र यो भनिरहँदा प्रायः जसो हामी जस्तो कोही आफन्त गुमाउँदाखेरि, नजिकको मान्छे गुमाउँदा दुःख लाग्छ, सबैलाई लाग्छ। तर हाम्रो घरमा 1 जना गुमाए पनि हामीले अरू 5 जना चाहिँ प्राप्त गरिरहेका हुन्छौँ। यदि ल अफ एट्र्याक्सनलाई तपाईँको जीवनमा चाहिँ साँच्चै नै लागू गर्न चाहनुहुन्छ र त्यसको रिजल्ट आफ्नो जीवनमा चाहिँ नि आकर्षण गर्न चाहनुहुन्छ भने चाहिँ आजदेखि एउटा काम गर्न सुरु गरौँ, जुन मैले पनि कोभिडको बेलामा गरेको थिएँ। सारा विश्व नै अन्धकारमा गुजिरहेको बेलामा मेरो कोभिडको टाइममा पनि जीवन त्यसरी नै गुजिरहेको थियो। राम्रा सम्बन्धहरू पनि मेरो त्यतिखेरै टुटेका थिए। सम्पत्तिको नाममा साँच्चै भने चलाउने स्कुटर मोबाइल पनि थिएन होइन, भन्दाखेरि नर्मल लाग्छ। त्यतिखेरको समयले मलाई किन त्यो अवस्थाबाट गुजारिरहेको रहेछ। अनि मैले त्यति बेलैबाट संकल्प गरेँ कि मसँग केही छैन भनेर यो
दुखी पीडित सोचाइ लिएर म बाँच्दिन, मसँग के चाहिँ अझै बाँकी छ भनेर मैले जब लिस्ट निकाल्न लागेँ, मैले एभ्रीडे एप्रिसिएट गरेँ। मसँग स्टिल मेरो बुवा मम्मी हुनुहुन्थ्यो, मेरो दिदी बहिनी हुनुहुन्थ्यो होइन, मलाई एकदमै धेरै अझै पनि माया गर्ने सम्बन्धहरू हुनुहुन्थ्यो, आफन्त कुलकुटुम्ब छरछिमेक साथीभाइ इष्टमित्र गुरुवर्ग लगायत धेरै धेरै कुरा मसँग अझै जीवित थियो। त्यति मात्र होइन, आकाश पृथ्वी जल वायु अग्नि सबै मसँग थियो, जो म शब्दमा बयान गर्न पनि सक्दिनँ। अनि मैले एउटा जार बनाएँ, सिसाको जार, जहाँ चाहिँ मैले एभ्रीडे 3वटा मसँग भएका कुराहरू लेख्दै त्यहाँ खसाल्दै गरेँ। र एकदमै इन्ट्रेस्टिङ कस्तो थियो भने अब यो अहिले चक्रको कुरामा पनि म गइरहँदा बुझेँ, मेरो काहीँ न काहीँ अनाहत चक्रसँग चाहिँ त्यो सिचुएसनले चाहिँ मलाई डराइरहेको रहेछ। तर म लगभग 1 वर्षसम्म चाहिँ एकदम विदाउट एनी बिग इस्यु, एनी बिग रिजन चाहिँ म रुन पुगेँ। जब मैले त्यो 1 वर्षपछि त्यो जार खोलेँ, म आफै चकित भएँ कि मेरो जीवनमा यति धेरै कुरा पनि रहेछ जो मैले चाहिँ नि बिर्सिएर आफू एक्लै रोइरहेको। र यहाँहरूलाई मैले अघि भिडियोको अन्तिममा चाहिँ एउटा चमत्कारिक टिप्स भनेर भनेको थिएँ, यही हो मित्रहरू। मिल्छ र सकिन्छ भने एउटा डब्बा ल्याऊ, जम्मा 3वटा कुरा दिनमा लेखेर त्यो डब्बाभित्र, त्यो जारभित्र हाल्ने कोसिस गरौँ। यो किन गर्नुपर्छ जस्तो मलाई लाग्छ भने अब हामीसँग भएको सकारात्मक कुरा हामीले लेख्न सुरु गर्यौँ, हाम्रो ब्रेन, हाम्रो मस्तिष्कले हामीले यो सूचना प्रवाह गर्यो कि मसँग सबै कुरा छ। र जब हामी सकारात्मक कुराबाट मसँग छ भन्ने भाइब्रेसन यो युनिभर्समा दिन्छौँ, त्यसपछि बल्ल हामीले धेरै कुरा प्राप्त गर्न सुरु गर्छौँ। किनभने 1000 लिटरको ट्याङ्कीमा जो भगवानले 2000 लिटरको पानी दिन खोज्नु भयो भने त्यो धान्न असम्भव हुन्छ, ठेक्नै सक्दैन। यसैले पनि हामी त्यो 2000 होइन 2 लाख लिटरको ट्याङ्की हुनको लागि हामीसँग भएका कुराहरूको चाहिँ नि मोटो साइज बनाउन जरुरी छ, र बल्ल हामीलाई चाहिँ असीम कृपामाथिबाट प्राप्त हुन्छ, चारैतिरबाट प्राप्त हुन्छ। यसैले पनि सकारात्मक सोच्नु नै हाम्रो जीवनमा चाहिँ सकारात्मक उपलब्धि हासिल हुनु हो। दुखी मनले सुखी जीवन कहिले पनि प्राप्त हुँदैन, सुखी मनले नै सुखी जीवन प्राप्त हुन्छ। र अन्तिममा जसले ल अफ एट्र्याक्सनमा आफ्नो जीवनमा प्र्याक्टिस गर्नुभएको छ, अझ विशेष नयाँ आशाको कोर्समा त यहाँहरूले थाहा पाइहाल्नु भयो इसिजी टेक्निकको महत्त्व। ग्रेटिट्युड भाइबलाई चाहिँ जति सकिन्छ आफ्नो जीवनमा ल्याऊ। हिजो हामीलाई साथ दिने ती हातहरू, ती साथहरूलाई पनि उति नै कृतज्ञता देऊ। आज हामीसँग भएकाहरूसँग पनि उति नै कृतज्ञ भए। अब आउने भविष्यलाई चमत्कार बनाउनको लागि त्यो दरवाजालाई चाहिँ यसरी खोलौँ। धर्मो रक्षति रक्षतः। सुस्त मस्त तन्दुरुस्त रहनुहोस्। धन्यवाद।